नमस्ते सम्पूर्ण साथीहरूलाई। आउनुहोस् आज मेरो मम्मीले दुःख गरी स्वर्गसरी बनाएको सानो बगैँचाको अवलोकन गरौँ। यो हो डल्ले खुर्सानी। यो डल्ले खुर्सानी चाहिँ एकदमै पिरो छ अनि यो रहेको छ तितो करेला। तितो भए पनि सबैजनाको मन जित्न सफल। अनि यो चाहिँ कागती रहेको छ, कागती नि फलेको थियो। यो भान्टा दुईटा कलरको थियो। त्यस पछाडि हेर्दा हेर्दै हामीले लौको पनि देख्यौँ। लौको पनि कति राम्रो छिया लागेको, एकदमै कलिलो थियो। अनि हेर्नु त, तपाईँको शरीरमा रगत कम भयो भने हामीले अनार खान्छौँ नि, अनार पनि छ मेरो बारीमा। मम्मीले धेरै दुःख गरेर गर्नुभएको सङ्घर्ष हो यो। यो चाहिँ आभोकाडो पनि फलेको थियो, तर अलि मजाले देखेको थिएन। यो हो फेरि पपाया, मेवा हो। मेवा पनि छ मेरो बारीमा। अनि फलहरूको राजा, छुट्टाउनै नहुने सेकेन्डको लिची पनि लटरम्मै फलेको थियो। एकदमै खाउ लाग्ने, तरकारीमा बेस्ट भनेको कटहर। यो कटहर पनि फलेको थियो। लिची चाहिँ एकदमै लटरम्म फलिरहेको थियो, खाउ लागिरहेको थियो। मैले खाएँ पनि 2-4वटा। अब फलफुलको राजा आँप पनि फलाउनु भएको थियो मम्मीले। अनि मम्मी चाहिँ बारीमा ल खा भनेर दिँदै हुनुहुन्थ्यो। मैले पनि 1-2वटा फलफुलहरू हातमा लिएँ, भिडियो बनाएँ। एकदमै रमाइलो लागिरहेको थियो। यो चाहिँ हाम्रो सानो कुखुरा, हामीले मम्मीले पाल्नु भएको, मम्मीले हुर्काउनु भएको, चारो हालेर हुर्काउनु भएको कुखुरा भयो। अनारहरू, एभोकाडो, लिची, आँप टन्नै थियो। अनि यो चाहिँ त्यो खेती किसानी गरेको थोरै प्याजहरू पनि सङ्कलन गर्नुभएको थियो मम्मीले। हिबिस्कस, घन्टी फुल एकदमै फाइदाजनक थियो। अनि मम्मीले पाथीको पनि पाथीको पनि छ त भनेर भन्नुभयो। पाथीको बनाएँ, घाँसको बनाएँ। त्यस पछाडि टन्न भिडियो बनाइसकेपछि यो चाहिँ आँप, फलफुलहरूको राजा काँचो आँप नुन खुर्सानी लगाएर टन्नै खाइयो। अनि हाम्रो घरतिर सिस्नो पनि पाइन्छ। र यो रहेको छ लिची। मैले फुकिसकेपछि लिचीको भिडियो बनाएको थिएँ। अनि कसलाई मनपर्छ लिची, डु कमेन्ट गर्नु। थ्याङ्क यू सो मच फर वाचिङ। तपाईँको दिन शुभ रहोस्। फेरि अर्को भिडियोमा भेट्नेछौँ। बाई बाई, टेक केयर।